अब यहाँनिर ल्याउँ दुईजना घन्टी लिएर बसौँ है तयार क्यामेराम्यान तयार बाजा गाजा बजाउने तयार ल वैशाख 2082 वैशाख कृष्ण पक्षको चतुर्थी तिथि चन्द्रमा वृश्चिक राशिमा हुनुहुन्छ। अहिलेको समय छ ठ्याक्कै 5:30 भएको छ। शुभ लगन ल्याऊ वैशाख शुभ लगन ल्याऊ मात्रै भनौँ न 2022 साल भनौँ न फटाफट
यो जाने छोटे वाले गर्नु छ कि हाती रेडी पार्नु त राम्रो एउटा थालमा निकाल्नु पर्छ फेरि पूजा गर्नुपर्छ अघिदेखि भनेको हातै डल्लाजी पाठा के हुँदैन मान्छे अप्ठ्यारा पर्ने नातिहरूको होइन अरू पनि सबैको सम्झिनु पौत्री सहित परिवार ब्रह्ममा अद्य अल्पेक श्रान्तकर्मणे पूर्वकराजः परमसं आसनं समर्पयामि पादे पद्मं समर्पयामि समर्पयामि ओम समय त्यो हात चल्नु पर्यो सर्वदादिगन्धाक्षिपाणिं नमस्करोमि ओम विष्णुकलशाय पूर्वे विष्णुकलशाय नमो नमः एउटा नैवेद्य राख्यो ल अब दक्षिणपट्टिको कलशलाई आह्वान गर्ने पादै पादै समर्पयामि पादै पादै समर्पयामि हस्ते अर्घ्यं समर्पयामि मुखे यादर्शनं समर्पयामि पुनरात्मनं समर्पयामि पद्मवर्गं समर्पयामि पयपत्रस्नानं समर्पयामि शुद्धतकस्नानं समर्पयामि ओम श्री ब्रह्मकलशाय नमो नमः सर्वजाते गन्धाक्षरपुष्पाणि चन्दनक्षपुष्परेण सर्वजाते गन्धं समर्पयामि यक्षां पुष्पं समर्पयामि ओम ब्रह्मकलशाय नमः समान हो त्यसको सपोर्ट मार्दै होइन डल्ला डल्ला हो भति एकदम मजाले बुढीलाई पनि बोलाएर ल्याउनु सबैले बोरा बोकेर हिँड्नुपर्छ बोरा बोकेर पठाउँछु बोरा बोकेर पठाउँछु ठिकै छ त अन्तिममा अब यतापट्टि मात्रै धेरै बेलले उठाउने छैन है ओम महाचन्द्रमा मनसो जातक्षयो सूर्यो अजायत श्रोत्रात्वा सप्राण समगात अन्योदायत अरु पनि बाल्नु
हरि ओम महामनो ज्योतिर्जगता मानसर्जनोन्तनोतविषमजनगुं संवन्दधातो विश्वे देवा संयमादयन्तां ओम प्रतिष्ठां खोइ त सुनु भनेको सुनु मनो ज्योतिर्जगता मानसर्जनोन्तनोतविषमजनगुं संवन्दधातो विश्वे देवा संयमादयन्तां ओम प्रतिष्ठा लगातार चलाइराख्नु छेउमा कृपादो कौदै पुरुखा पादो से यहाँ भक्तनाथ टोली कम्पिराम सतनन संयावे तत विराट गाई कविराज अनि पुरुखा भात तेरे अनुसार भइ बत किन घुमा गर्नु फटाफट चढाउनु न ओम श्री सती लक्ष्मी नवरात्र पार्षद वचन व्याख्या फुल त्यसरी नचलाउनु न एउटा चढाउनु भरे निकाल्ने हो भरे निकाल्नुपर्छ कि ल अब धूपम धूप हालौँ ओम धूरसी फुल त्यहाँ राख्नु ल उतापट्टि वृषभाय नमः सर्वदार्थे गन्धाक्ष्माणिं समर्पयामि नमस्करोमि ओम वृषभाय नमः यी भनेका विष्णुको गरुड वाहन अनि ब्रह्माको हंस भनेको हाँस वाहन र अनि शिवजीको महेश्वरको चाहिँ साँडे वृष भनेको साँडे वाहन तिनवटा वाहनको पूजा भयो अब नमः ललाटं पूजयामि ओम वह्ने नमः नेत्रं पूजयामि पूजयामि ओम रवाय नमः कर्णं पूजयामि ओम दीप्ताय नमः नासिकां पूजयामि ओम निशाकाय नमः मुखं पूजयामि ओम दुर्गाय नमः कंठं पूजयामि ओम शेषाय नमः स्कन्दं पूजयामि ओम जगन्नाथाय नमः बाहुं पूजयामि ओम चन्द्रमाय नमः शिरं पूजयामि ओम महेश्वराय नमः नाभिं पूजयामि ओम विष्णुवाय नमः मुखं पूजयामि ओम गन्धर्वाय नमः पूजयामि ओम सर्वरसाय नमः गुरुं पूजयामि ओम स्वयंज्योतिषाय नमः ज्ञानं पूजयामि ओम गुरुं पूजयामि ओम जनाधिपाय नमः पादं पूजयामि ओम सर्वं पूजयामि ओम दासवे नमः पादं पूजयामि ओम विदात्वे नमः भंगे पूजयामि ओम षष्ठे नमः गुरुं पूजयामि ओम पूजयामि ओम महेश्वराय नमः पूजयामि ओम अमृताय नमः नाभिं पूजयामि ओम पद्माय नमः पूजयामि ओम केशवाय नमः पूजयामि ओम नन्दनाय नमः कंठं पूजयामि ओम हिरण्यवाय नमः मुखं पूजयामि ओम कमलेय नमः शिरं पूजयामि ओम वर्षापूजयामि मम समस्त जन्म बाल्य यौवन वार्धक्यावस्थादिन कायिक वाचिक मानसिक समग्र ल मानवसित समाउनु न यसरी हो त्यो चलाउने हो ओम अग्नि ज्योतिरग्निः स्वाहा सूर्य ज्योतिर्ज्योतिः सूर्यः स्वाहा अग्निर्वचो ज्योतिर्वचः स्वाहा सूर्य यो पाती लाडो सूर्यवचो ज्योतिर्वचः स्वाहा ज्योतिः सूर्यः सूर्य ज्योतिः स्वाहा प्रजनतस्वाङ्गुलाम् पुरुष एवेदगुं सर्वं जगोतं यदभाव्यम् उतामस्याम् ओम त्रिपादोद्भवदय पुरुषः पादोषे भवत् पुनः ततो विख्वन्द्रग्रामशासनानसने अवेतविरायत विराजो अधिपूर्वः सदातो अतिरिक्तपुषा भूमिमतो पुरः तस्माद्धन्या सर्वभूतः संयुतं बृहदाद्यम् पशुंसां चक्रे वायव्य नारण्य ग्राम्यस्तदे तस्माद्धन्या सर्वोत्तरिकः केतो भयादतः गावो अग्निवे तस्मात् अदावयम् फुल्लिएर घुम्ने अरूले चन्द्रमा मनसोजातशोः कर्जो अजायत श्रोत्राद्वायस प्राणसमुखात् अनिरुदायनाभ्या आसीरन्तर्योः समवर्तता पद्याम्भो मृतः श्रोत्रात् तथा लोकामकल्पयन्ना दत्तुहेण विघादेवादिनमतन्मत वसन्तोस्यासीदाजयेन्द्र सर्वैः सतास्या सर्वऋषिः सतसन्धः चेतः देवादितनन्दनाना अब आमालाई कसले बोक्ने आमालाई कसले बोक्ने लु बोक्नु बाला कसले बोक्ने
भाउजूले फोन गरेर नासिन भाउजूले फोन पनि गर्दैन काम बितेको बिते भएर फोन हातै खाली नभएर अनि फोन भर्खर गरेको म यहाँ सुरुङ आएको छु कि पक्कै पनि म नहुँदा बत्ती बालिदिनुहुन्छ भन्ने आशाहरू थियो ए भोलि पनि बालिदिनु ल बिहान चाहिँ बेलुका चाहिँ आइपुग्दिनु छिमेकीले मन्दिर पुग्यो एउटा लियो हो नातिले म होइन बिहान गराउनु गरो फोन फ्लाइटमा राख्नु थियो भाउजूले अनि फोन लो आमा नाच्दै नाच्दै लो अब आरती 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 अब म सक्षम छु भन्नु खोज्यो अब पछि के गर्छन् अहिले काम अब हेर्नु अहिले सबै छोराहरू विदेश आमालाई घुमाएर कसले भयो बहिनी घुमाउनु पूजा गरौँ त्यो कपाल पनि तिर आइदिएको भइहाल्छ नि तरिका अब झन् छेउबाटै बोल्ने भयो ल पूजा गरौँ चन्दनेश फुलले हरि ओम महा अग्निर्ज्योतिर्ज्योतिरग्निः स्वाहा अग्निर्वचो ज्योतिर्वचः स्वाहा सूर्यवचो ज्योतिर्वचः स्वाहा सर्वज्योतिंसि तेन राजयामि हम गोडा बिजाउँछन् किन मैले चप्पल लाएँ भनेर शंकर शिव चरणम जय जय हर हर शंकर प्रभो शरणम राख्नु कर्पूर गौरम करुणावतारम संसार सारम भुजगेन्द्रारम सदा वसंतम हृदयारविंदे भवम भवानी सहितं नमामि एकछिन जल घुमाउने पहिले जल घुमाएकै छैन कहाँ अर्घ्य ओम यानि गान जपा भाने जन्मान्तरि जातानि सर्वाणि नश्यन्तो प्रदक्षिणा पदेयमे जात अब अर्घ्य जातो रहित वदा भाय देवानां पालनाय तस्मै देवाय सत्याय सगुणाय
परमात्मने व्यक्तस्वरूपाय ऋषिकापतये नमः गृहाणार्घं मया दत्तं प्रमया सहित हरे मया सहित हरे शङ्खमध्ये स्थितं तोयं भ्रामितं केशवोपरि अङ्गलग्नमनुष्याणां कोटिहत्यं व्यपोहति ब्रह्महत्यं व्यपोहतु अथ सकलमन्त्रपुष्पाञ्जलिं हात्वा सबैजनाले पुष्प लिनु त अद्यवर्ति नारायण सरसिजा सरसन्निविष्ट केयूरवन्मकरकुण्डलवान् किरीटी हारे हिरणमय वपुरधित शङ्खचक्र देवी प्रपन्नाति हरे प्रसीद प्रसीद मातर जगतोऽखिलस्य प्रसीद विश्वेश्वरि पाहि विश्वं त्वमीश्वरी देवी चराचरस्य वन्दे देव उमापतिं सुरगुरुं वन्दे जगत्कारणं वन्दे पन्नकभूषणं मृगधरं वन्दे पशूनां पतिं वन्दे सूर्यशशाङ्कवह्निनयनं वन्दे मुकुन्द प्रियं वन्दे भक्तजनां श्रयं च वरदं वन्दे शिवं शङ्करं शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्णं शुभाङ्गं लक्ष्मीकान्तं कमलनयनं योगिविरध्यानगम्यं वन्दे विष्णुं भवभयहरं सर्वलोकैकनाथं सशङ्खचक्रं सकिरीटकुण्डलं सपेतवस्त्रं सरसीरुहेक्षणं सारवक्षस्थलकौस्तुभश्रियं नमामि विष्णुं सरसा चतुर्भुजं ब्रह्मा मुरारे स्त्रिपुरन्तकारे भानु शशि भूमिसुतो बुधश्च गुरुश्च शुक्र शनिराहु केतवः सर्वे ग्रहाः शान्तिकरा भवन्तु त्वमेव माता स पिता त्वमेव बन्धुश्च सखा त्वमेव विद्या द्रविणं त्वमेव सर्वं मम देव रामाय रामभद्राय रामचन्द्राय वेदसे रघुनाथाय नाथाय सीताय पतये नमः आदौ रामतपोवनादिगमनं हत्वा मृगं काञ्चनां वैदेही हरणं जटायुमरणं सुग्रीव सम्भाषणं बाले निग्रहणं समुद्रतरणं लङ्कापुरे दाहनं पश्चाद् रावण कुम्भकर्णहननम् एतद्विरामायणम् ॐ अतुलितबलधामं हेमशैलावदे इमानि पुष्पाणि मनोहराणि सुरासुराणाम् अपि दुर्लभानि कल्पद्रुवाणि ध्रुवजानि तानि पुष्पाञ्जलिर्मेस्तु सुखाय नित्यं नानाविधानि पुष्पाणि देशकालोद्भवानि च पुष्पाञ्जलि मया दत्तं गृहाण परमेश्वर गृहाण जगदीश्वर सकलमन्त्रपुष्पाञ्जलिं समर्पयामि अत्र स्थापित देवीदेवताभ्यो नमो नमः रिद्धिसिद्धिले सहित भएका गणेशजी महाराजको जगत साक्षी सूर्यनारायण भगवानको जगतजननी दुर्गा माताको कैलासवासी शिवशंकर भगवानको वैकुण्ठवासी लक्ष्मीनारायण भगवानको जगतजननी दुर्गा माताको गौ माताको पृथ्वी माताको शिवल रामचंद्र भगवानको आंजनेय महाबली हनुमानको आजक दिव्यानन्दको अत्र स्थापित देवताहरूको समस्त नवग्रहहरूको पार्थिवरा माताको पाउपार्थिवरा माताको कोटियोम धामको कनकाई माई भगवती माताको सिद्धेश्वर शिव पञ्चानन धामको राम जानकी मन्दिर धामको कोका कौशिका नदीहरूको बरा क्षेत्र पुण्यधामको चतारा धामको विष्णुपादुका धामको पिण्डेश्वर बाबाको दन्तकाली माताको बुढा सुब्बा बुढा सुबिनीको पञ्चकन्या पाथिभरा माताको पाथिभरा माताको अत्र ग्राम स्थापित देवदेवताहरूको आफ्ना आफ्ना गुरुको पालोको आफ्ना आफ्ना कुलदेवताहरूको
आफ्ना आफ्ना इष्ट देवताहरूको आफ्ना आफ्ना पितृदेवताहरूको आजको दिव्यानन्दको सत्य सनातन धर्मको वैदिक सनातन धर्मको सच्चिदानन्द भगवानको जय जय श्री राधे श्याम नमः पार्वती पतये हर 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 महादेव शम्भो। मैले रस्सो फुल भने हो दीर्घ फुल भने हो रस्सो फुल भने
खुट्टा छ नै अब भइसक्नु छ देशै मेरो आउँछ ल बुइनी हैन अब यहाँ खाना पानी भएन बाथरुमबाट ल्याउने बेला हो पानी पोल चाहिँ नआने खोर्सानी हाल्नु हो क्या फेरि बुइनी बोलाउँदैछ जा दल्दै मुंडा थोड़ा ऑफ बीट है पर कुड़िया देना बहुत स्वीट है। मुंडा थोड़ा ऑफ बीट है पर कुड़िया देना बहुत स्वीट है। ढोंगी सा ये बड़ा ढीठ है वायरल हो गया ये ट्वीट पर फूल फूल करने में कूल तू बड़ी तेज कटारी है। शगन तेरी की लगन तेरी की हमने कर दी तैयारी है। नच देने सारे रंग मिल के आज हिले डुल के ले सारे के सारे नजारे। नच देने सारे रंग मिल के आज हिले डुल के ले सारे के सारे नजारे। आसमानों का लालू बड़े करारे चढ़ चढ़ के चबारे करमना स्वीटू आजा मारे। आलू बड़े करारे करमना लालू बड़े करारे चढ़ चढ़ के चबारे करमना स्वीटू आजा मारे। मुंडे पेलेंटी मेरे लिए हो गए सेंटी तेरे लिए हो गए सेंटी तेरे लिए हो गए सेंटी। तेरे लिए मैं सेट हूँ इस बात की गारंटी। पर फूल फूल करने में कूल तू बड़ी तेज कटारी है। जहर बांध के कूद फांद तुझे ले जाना इस बारी है। नच देने सारे रंग मिल के आज हिले डुल के ले सारे के सारे नजारे। नच देने सारे रंग मिल के आज हिले डुल के ले सारे के सारे नजारे। खजमाने खाने जोर जोर से शोर वोर कर डीजे गाने बजाने हैं। रठड़े रठड़े जीजा फुफड़ हमने सारे मनाने हैं। जोर जोर से शोर वोर कर डीजे गाने बजाने हैं। रुकड़े रुकड़े चिच्चा फुफड़ हमने सारे मनाने हैं। पर फूल फूल करने में कूल तू बड़ी तेज कटारी है। शगन तेरी की लगन तेरी की हमने कर दी तैयारी है। नच देने सारे नच देने सारे नच देने सारे रंग मिल के आज हिले डुल के ले सारे के सारे नजारे। नच देने सारे रंग मिल के आज हिले डुल के ले सारे के सारे नजारे। नच देने सारे नच देने सारे आसमानों का नूर। नच देने सारे रंग मिल के आज हिले डुल के ले सारे के सारे नजारे। नच देने सारे मंगलम वरवरविष्णु मंगलम गरुड़ध्वज मंगलम पुंडरीकाक्ष
अब दर्शक मण्डली प्रभो नाम गाऊं हरे राम हरे कृष्ण भन्दै तन मन वचन ले प्रभु नाम गाऊं तन मन वचन ले प्रभु नाम गाऊं हरे राम हरे कृष्ण वंदे रमाऊं तन मन वचन ले प्रभु नाम गाऊं हरे राम हरे कृष्ण वंदे रमाऊं तन मन वचन ले पसी अग्निमा स्वर्ण चम्कन छ धेरै हसी मोहमा बढ्छ दाहन धेरै पसी अग्निमा स्वर्ण चम्कन छ धेरै हसी मोहमा बढ्छ दाहन धेरै त्यसैले प्रभु गन्ध यो बुझ्न पाऊँ त्यसैले प्रभु गन्ध यो बुझ्न पाऊँ सधैँ कृष्ण कृष्ण भनी दिन बिताऊं तन मन वचन ले प्रभु नाम गाऊं हरे राम हरे कृष्ण वंदे रमाऊं तन मन वचन ले फूल हाँस्दछ काँडामा झुल्दै तिमी भित्रै छौ खोजी हिँड्छु म डुल्दै सधैँ फूल हाँस्दछ काँडामा झुल्दै तिमी भित्रै छौ खोजी हिँड्छु म डुल्दै विपत्तिमा हाँस्ने म सामर्थ्य पाऊँ विपत्तिमा हाँस्ने म सामर्थ्य पाऊँ गोविंद गोपाल सखी को रमाऊं तन मन वचन ले प्रभु नाम गाऊं हरे राम हरे कृष्ण वंदे रमाऊं तन मन वचन ले भगवन तिमी सिंधु मेरो महु दास तिम्रो तिमी स्वामी मेरो महु बिंदु भगवन तिमी सिंधु मेरो महु दास तिम्रो तिमी स्वामी मेरो म जस्तो छुँदैछु अरू के भनाऊँ म जस्तो छुँदैछु अरू के भनाऊँ सधैँ कृष्ण के सब भनी बिताऊं तन मन वचन ले प्रभु नाम हरे राम हरे कृष्ण वंदे रमाऊं तन मन वचन मुना
ओम भगवती मा बेरे दिना ओम ध्यान में योगा जोड़ ओम भूस्वाय इदम अग्नि नमः भूस्वाय इदम वायवे नमः ओम स्वस्वाय इदम सूर्य नमः पुष्पम पशवा हरि ओम तन्नाग्नि देवाम दर्शितां वरुण देवते देवते तिष्ठ तथा प्राचितां विदेवा ओम तन्नाग्नि वरुण शब्दवति वशय ओम नमः सुतानो देवता ओम स्वाहा ओम गुरुनाम स्वाहा इदम गुरुनाम पुष्पमे स्वाहा इदम पुष्पमे नमः स्वाहा निराकाय स्वाहा ओम अम्बे अम्बिका दुर्गाय स्वाहा बाय बाय स्वाहा बाय बाय सोते गुंखने दुबता सुबता से सुन स्वाहा ओम आकाशाय स्वाहा ओम अस्ने नामी सत्ते नामी ध्याया विज्ञान मिन स्वाहा स्वाहा प्रयास ओम देवो ओम ओम सन्नो देवेष्टा सुन्दर सुन्दर ओम संसराय स्वाहा स्वाहा यतिलाई भइगयो नि स्वाहा माला त्यो तिम्रो गलामा मोहनी पो छ कि त्यो रूपमा फुलको माला त्यो तिम्रो गलामा मोहनी पो छ कि त्यो रूपमा घुङ्रिएको बाल हामीलाई दर्शन देऊ प्यारो नन्दलाल हामीलाई दर्शन देऊ प्यारो नन्दलाल वृन्दावनको कुञ्जवनमा गाई चराउने हातमा बन्सी शिरमा मुकुट अति सुहाउने वृन्दावनको कुञ्जवनमा गाई चराउने हातमा बन्सी शिरमा मुकुट अति सुहाउने आउन कृष्णजी हामीलाई सुनाइदेऊ तिम्रो बाँसुरी हामीलाई सुनाइदेऊ तिम्रो बाँसुरी फुलको माला त्यो तिम्रो गलामा मोहनी पो छ कि त्यो रूपमा घुङ्रिएको बाल हामीलाई दर्शन देऊ प्यारो नन्दलाल हामीलाई दर्शन देऊ प्यारो नन्दलाल गोकुलमा बाछा हेर्दा ग्वालाहरू साथमा मकुटमा मयूर पङ्ख बन्सी लिने हातमा गोकुलमा बाछा हेर्दा ग्वालाहरू साथमा मकुटमा मयूर पङ्ख बन्सी लिने हातमा श्याम बिहारी जान्छौँ अब वैकुण्ठ लैजाऊ मुरारी जान्छौँ अब वैकुण्ठ लैजाऊ मुरारी फुलको माला त्यो तिम्रो गलामा मोहनी पो छ कि त्यो रूपमा घुङ्रिएको बाल हामीलाई दर्शन देऊ प्यारो नन्दलाल हामी
हामीलाई दर्शन देऊ प्यारो नन्दलाल। शङ्ख चक्र गदा पद्म बाजु नन्द लाउने, पीताम्बर कम्मरमा टल्टली टल्काउने। शङ्ख चक्र गदा पद्म बाजु नन्द लाउने, पीताम्बर कम्मरमा टल्टली टल्काउने। झुल्यो त्यो बदन मोहनी लगाउने तिम्रा ती नयन, मोहनी लगाउने तिम्रा ती नयन। फुलको माला त्यो तिम्रो गलामा, मोहनी पुछ कि त्यो रूपमा घुम्रिएको बार। हामीलाई दर्शन देऊ प्यारो नन्दलाल, 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 हामीलाई दर्शन देऊ प्यारो नन्दलाल। त्यो फेर नलाम्दा अगाडिको पछाडि पार्दैछन् क्या हो। नमस्करोमि औँठी दिनु गुरु षडानन्दनाम कुमार मम नमः अस्मत् 2004 पूर्णपर्वस्तानि यज्ञविधानि यज्ञविधानि ब्रह्मविधानि गुरु तीन टन की ना भाई इसी क्या मत समझ में आने रे उता हो ठुला लगे ओम यज्ञ परमेश्वरी दिशे सिकाया श्रुतस्मात् कर्मानुष्ठान सिद्धे यज्ञधारणे विनियोगः सर्वत्र लगाइए ओम यज्ञ पवित्रम पवित्रम तेदानासना अवेला बने ओम यज्ञ परमेश्वरी आज गली गली अवध सजाएंगे, आज पग पग पलक बिछाएंगे। ओ आज गली गली अवध सजाएंगे, आज पग पग पलक बिछाएंगे। आज सूखे हुए पेड़ फल जाएंगे, नैना भीगे भीगे जाए कैसे खुशी छुपाए राम आएंगे। कुछ समझ न पाए कहाँ फूल बिछाए राम आएंगे। नैना भीगे भीगे जाए कैसे खुशी छुपाए राम आएंगे। कुछ समझ न पाए कहाँ फूल बिछाए राम आएंगे। आज सर झुके तट मुस्काएंगे, मोर नाचेंगे पपी है आज गाएंगे।
आज दसो ये दिशाएं जैसे शगुन मनाए राम आएंगे। नैना भीगे भीगे जाए कैसे खुशी छुपाए राम आएंगे। कभी ढोल बजाए कभी द्वार सजाए राम आएंगे। कुछ समझ न पाए कहाँ दीप जलाए राम आएंगे। जाके आसमानों से तारे मांग लाएंगे। कौशल्या के लल्ला जी तुम्हीं पे सब लुटाएंगे। 14 साल जो रोके वो आंसू अब बहाएंगे। अवध में राम आएंगे हमारे राम आएंगे। नील गगन से सांवले कोटि सूर्य साथे नारायण तज आए हैं शेषनाग की से। राघव राघव करते थे युग युग से दिन रात। आज प्रभु ने दर्श दिया धन्य हुए हैं नतमस्तक है 3 लोक और सुर नर करे प्रणाम। एक चंद्रमा एक सूर्य एक जगत में राम। एक जगत में राम। एक जगत में राम। आज दसो ये दिशाएं जैसे शगुन मनाए राम आएंगे। नैना भीगे भीगे जाए कैसे खुशी छुपाए राम आएंगे। कभी ढोल बजाए कभी द्वार सजाए राम आएंगे। कुछ समझ न पाए कहाँ दीप जलाए राम आएंगे। कर्म कुरु करवाणी मा दिवा सुसुप्ता न सोपानी वाचम यच्छ यच्छामि समिधा मादेहि आदधानी अपोसान गुरुलाई पहिले गुरुलाई आयुष्मान बाबा ल के छ भनेर मात्रै हो शास्त्रीय विधि के
धतुरो खाएर भस्म लगाउने हातमा त्रिशूल शिरमा गंगा कते सुहाउने हे भोलेनाथ तिमी दया का खानी भक्तका दुःखलाई हर्छौ आफ्नै दुःख माने शंकर भोले बम 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 शंकर भोले बम 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 दर्शन गर्न पशुपति जाऊ दर्शन गर्न पशुपति जाऊ शंकर भोले बम 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 शंकर भोले बम 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 दर्शन गर्न पशुपति जाऊ दर्शन गर्न पशुपति जाऊ बागमती तीरमा शिवको धाम बागमती तीरमा शिवको धाम पशुपतिनाथ आफै क्या राम्रो नाम बेलपत्र लिएर दर्शनलाई जाऊ भोग लगाएर प्रसाद खाऊ बम 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 हे शंकर भोले बम 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 शंकर भोले बम 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 दर्शन गर्न पशुपति जाऊ दर्शन गर्न पशुपति जाऊ हरिहर मन्दिर देवो घाटैमा हरिहर मन्दिर देवो घाटैमा नमः शिवाय जपी जाऊ है बाटैमा शिवजीको धाम सङ्गमतिर इच्छा पुरा हुन्छन् मान है पीर बम 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 हे शंकर भोले बम 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 शंकर भोले बम 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 दर्शन गर्न देव घाट जाऊ दर्शन देव घाट जाऊ
खसेका विराट शालिग्रामको दर्शन पाऊँ गण्डकी नाउन सेती बेडी जाऊँ बम 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 हे शङ्कर भोले बम 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 शङ्कर भोले बम 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 दर्शन गर्न सेती बेडी जाऊँ दर्शन गर्न सेती बेडी जाऊँ विषपान गरेर सृष्टि बचाए विषपान गरेर सृष्टि बचाए दुष्ट र पापीलाई दिन्छन् सजाए डमरू बजाएर नृत्य गरेका असंख्य भक्तहरू शरण परेका बम 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 हे शङ्कर भोले बम 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 शङ्कर भोले बम 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 दर्शन गर्न त्रिवेणीमा जाऊँ दर्शन गर्न त्रिवेणीमा जाऊँ दर्शन गर्न पशुपति जाऊँ दर्शन गर्न देवघाट जाऊँ दर्शन गर्न सेती बेडी जाऊँ दर्शन गर्न त्रिवेणीमा जाऊँ दर्शन गर्न परोहामा जाऊँ दर्शन गर्न ऋणीधाम जाऊँ दर्शन गर्न मुक्तिनाथ जाऊँ भगवती भगवती विच्छन्देहि भगवती भगवती विच्छन्देहि भगवती भगवती विच्छन्देहि भगवती 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 विच्छन्देहि भगवती 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 विच्छन्देहि भगवती भगवती विच्छन्देहि भगवती 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 विच्छन्देहि भगवती भगवती विच्छन्देहि भगवती विच्छन्देहि भगवती भगवती विच्छन्देहि भगवती भगवती विच्छन्देहि भगवती 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 विच्छन्देहि 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 भगवती भगवतं विच्छन्देहि भगवती भगवतं
अच्युतं केशवं कृष्ण दामोदरम् अच्युतं केशवं कृष्ण दामोदरम् राम नारायणं जानकी वल्लभम् कौन कहते हैं भगवान आते नहीं, कौन कहते हैं भगवान आते नहीं, हम मीरा के जैसे बुलाते नहीं, के जैसे बुलाते नहीं। कौन कहते हैं भगवान खाते नहीं, कौन कहते हैं भगवान खाते नहीं, बेर शबरी के जैसे खिलाते नहीं, बेर शबरी के जैसे खिलाते नहीं, अच्युतं केशवं कृष्ण दामोदरम् अच्युतं केशवं कृष्ण दामोदरम् राम नारायणं जानकी वल्लभम् ओ राम नारायणं जानकी वल्लभम् कौन कहते हैं भगवान सोते नहीं, 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 माँ यशोदा के जैसे सुलाते नहीं, माँ यशोदा के जैसे यशोदा के जैसे सुलाते नहीं, माँ यशोदा के जैसे सुलाते नहीं, माँ यशोदा के जैसे सुलाते नहीं, माँ यशोदा के जैसे
हात यसो गर यहाँ यता हेर म यो हात मुठी पार यो कान्छ यहाँ निकाल्ने ओम मुठी पार मा हैन म हरि ओम ल इके वा यता के भन्नुहुन्छ सार चाहिँ सही सिकाउनु त्यही भन्दैछु त इके वा यता हेर्नुपर्छ कहाँ तल हेर न हामीले पढ्ने सुन्ने मात्र हो यदुवमगन्या इंद्राय माघं प्रजावतीरनमीवा अयक्ष्मामा वसते ईशतमाघसगुं भन्दा चोर्याउन निकाल्ने यहाँ गुं सो ध्रुवा अस्मिन् गोपथौ स्यादवविर्जमा नस्य पशून् पाहि हरिः ॐ वसो पवित्रं हरिः ॐ वसो पवित्रं मुठी पार छोड्ने योगः ॐ अग्ने समितमासरामहानयं महामायुगमे दयावत्सप्रयदर्शपशुभेर ब्रह्मवचसेन समिधेति पुत्रमातां माताय मेधा मेधाभ्यः महसान्निकारः निराक ऋषणोर्यशस्वी तेजस्वी ब्रह्मवर्चसनयद भूयसगुं स्वाहा स्वाहा सबै गरेको मुखा बिमार छ यसो आग्नि ताप्ने यसरी बोलेको छ नि सानो भाइ आगो ताप अब अङ्गानी च म आप्यताम शिरमा छौ वाक्य म आप्यताम मुखमा छौ ओम प्राणश्च म आप्यताम नाकमा छौ भयो ओम चक्षुश्च म आप्यताम आँखामा छौ श्रोत्रम च म आप्यताम कानमा छौ ओम यशोबलम च म आप्यताम कानमा यसमा छौ अन्य अग्नि विधान अग्निलाई नमस्कार है अब पूर्व विधान बस खै गुरु किताब गाइदिने ओम तस्यो खदो खादयो सदा सोमोदो नाम सोमैदं ब्रह्म सत्रं पात तस्मै वा स्वाहा तथाप्य स्वाहा सदसम ब्रह्मादनन प्रथमं प्रसाद सुदसुदना वासुना उपमावस विश्वास सुनि मसुवा पंचममा पाँचौमा विष्णु शिवराशि विष्णु देव शिव विष्णु विष्णुमेत्वा छैटौमा महाराष्ट्र के माना एकमानको कुमार अस्मेखरीका मानव विधान गति पन्त सुदुता हमे सातमा सहस्रश्री रेखा प्रकाश मलममा आठौमा श्री चन्द्र लक्ष्मी नवरात्रि पार्श्व त्राण प्रसन्न व्यात्तम मर्ष निकाल मै खाना यहाँ सब त्यो हैन ल पिरे गर बाबु जल्दी आइज कृष्ण 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 कृष्ण
आठौं वर्षमा व्रतबन्ध गर्नु पर्दछ भन्ने ऋषिमुनि पनि आठौं जन्मदेखि 8औं वर्षसम्ममा चाहिँ व्रतबन्ध गर्नुपर्छ है भनेर भन्नुभएको छ। अब बटुक भन्ने अवधि संवाद आयो है आमा र छोराको अवधि संवाद आयो ल। बटुकले भन्छ बच्चाले भन्छ
है बच्चाले भन्छन् हे माता म देशान्तर जान्छु देशदेखि अन्यत्र जान्छु म उतै सरस्वती देवीको तपस्या गरेर विद्याको वरदान माग्छु उतैतिर गुरुको सेवा र परदेशमा सम्पूर्ण विद्या अध्ययन गर्छु र घर फेरि फर्केर आउनेछु यसलाई ध्यान दिएर सुन्नु ल फेरि माताले आमाले भन्नुहुन्छ हे बाबु छोरा तिमीलाई मैले सानै अवस्थाबाट धेरै कष्टहरू सहेर हुर्काएँ अब मेरो वृद्ध अवस्था हुन्छ त्यसैले मलाई पालन गर्न छोडेर तिमी किन प्रदेश जान्छौ भन्छौ त्यसो नभन फेरि बटुकले भन्छन् आमा म त्यहाँ ब्रह्मचर्य पालन गरेर गुरुको सेवा पनि गर्दछु र सो पश्चात विभिन्न तीर्थस्थलहरू भ्रमण गरी स्नान गरी 25 वर्षको उमेरमा घर आउँछु ल भनेर भन्छन् यता सुन है आमाले भन्नुहुन्छ फेरि हे बाबु छोरा परदेशमा अनेक किसिमका गुरुको कष्ट हुन्छन् शीत ताप भोक प्यास आदि धेरै दुःख पाइन्छ त्यसैले परदेशतिर जाने कुरै नगर फेरि बुवाले भन्नुहुन्छ बाबाले भन्नुहुन्छ हे बाबु छोरा परदेशमा कहिले कन्दमूल खाएर बनाउनु पर्दछ भनेको बस्नुपर्छ कहिले भुइँमा शयन गर्नुपर्छ कहिले पार्टी चौताराहरूमा सुत्नुपर्छ सुत्ने लक्षण पाइँदैन होइन शयन गर्नुपर्छ त्यसैले त्यहाँ अनेक दुःख यता हेर अनेक दुःख हुन्छ त्यसैले टाढा जाने कुनै नगर फेरि छोराले भन्छन् 10 पुस्ता अगाडि र 10 पुस्ता पछाडि उद्धार गर्ने त्यस्ता पुत्रका मातापिता हजुरहरू धन्य हुनुहुन्छ त्यस्ताका पुत्र म ब्रह्मचर्य पालन गर्छु बुझ्यौ फेरि माताले भन्नुहुन्छ हे बाबु छोरा परदेशमा धेरै ठुला कष्टहरू पर्दछन् ठुला हिमालय आदि पर्दछन् त्यस्ता ठाउँहरूमा कसरी बस्छौ अब फेरि बाबाले भन्नुहुन्छ सुन है बाबाले भन्नुहुन्छ हे बाबु छोरा परदेशमा जाँदा वनमा सिंह बाघ हात्ती गैँडा आदि वन्यजन्तुहरू हुन्छन् चोर डाका आदि राख्दछन् यता सुन कहाँ उता झन्डेको वन्यजन्तु चोर डाकाहरू छन् समयमा खाना पनि पाइँदैन त्यसैले हामीले छोडेर जाने कुरै नगर है अब फेरि बटुक भन्छन् फेरि के भन्छन् त हे पिता म ब्राह्मण हुँ हजुरको वंशमा जन्मेको हजुरको पुत्र हुँ त्यसैले सबै व्रत नियम पालन गरेर पृथ्वीहरूको उद्धार गर्नु मेरो कर्तव्य हुन आउँछ त्यसैले पिता फेरि भन्नुहुन्छ आफ्नो हातमा मानेर तिम्रो लालन पालनमा हामीले धेरै काम गऱ्यौँ अब तिमी घर छोडेर गयौ भने हाम्रो के गति होला फेरि माता भन्नुहुन्छ 10 महिनासम्म गर्भमा धारण गर्ने भोग प्याज चिन्ता त्यागेर रक्षा गरे अब तिमी परदेश गयौ भने हाम्रो के गति होला फेरि अनि बटुकेर भन्छन् गुरुको सेवा गरेर व्रत पूर्ण गर्दछु इन्द्रियहरूलाई जित्न सक्छु र 25 वर्ष भागी अवश्य है आमालाई भन्ने फेरि आमाले भन्नुहुन्छ लक्ष्मी विद्या प्राप्ति र गुरु सेवा घरमै बसेर गर्नुपर्छ धेरै दुःख हुन्छ फेरि पिता भन्नुहुन्छ हे बाबु छोरा हे बाबु रुने सबै रुनेछौ फेरि अब मैले भन्नुपर्ने भने हे बाबु सुन है हे बाबु माता पितालाई यस्तो कष्ट नदेऊ कष्ट दिएर रोक्दैन जाँदा तिमीले तिमीलाई पितृले कसरी आशीर्वाद दिन्छन् आमा बुवाको हाँसो बन्ने सक्नुपर्छ भएर बुहाउने काम कहिले गर्नु पितालाई होइन अब माता गङ्गा हुन् जो पवित्र सधैँ पवित्र छिन् पिता पुष्कर समान हुन् यो हावा समान हुन् होइन गुरु केदार समान माने हुन्छ गुरुलाई भगवान शिव समान माने हुन्छ बन्धु बान्धवको प्यारो वचन नै सर्वोत्तम हो बन्धु बान्धवलाई अरू केही चाहिँदैन मिठो वचन राम्रो वचन बोलिदियो भने त्यो नै अमृत समान हुन्छ बुझ्यौ सबै सबै तीर्थलाई धोएको अझै आफ्ना बन्धु बान्धव जति आफन्त छन् तिनीहरूसँग राम्रो मिठो बोलिदियो भने त्यो नै ठुलो कुरो हो त्यसैले घरमै बसेर विद्या हासिल गर यसैमा तिम्रो कल्याण हुनेछ जोदेखि माता पिता बन्धु बान्धव स्वजन खुसी हुन्छन् त्यसको सधैँ कल्याण हुन्छ जोदेखि तिमीहरू जस्तो बटुक छ दुईजना तिमीहरू छोराहरूले आमा बाबा खुसी पार्यो भने बन्धु बान्धव आफ्नो आफन्त जस्तो शनिबार ठोडामा बडामा जति पनि आफ्नो बन्धु बान्धव छन् उहाँहरूले खुसी पार्छ यता सुन बन्धु बान्धवहरूलाई सबैलाई खुसी पार्यो भने चाहिँ तिमीहरूलाई त्यसैमा कल्याण हो भक्ष्य भोज्य अब व्यवस्था गरिदिने पिता मातालाई ढोक्छ तिमीलाई गाँ व्यवस्था गरिदिने पिता मातालाई सधैँ ढोक्नु बन्धु बान्धव सबै जो पनि भेट्नुहुन्छ
हुनुहुन्छ बन्धुबान्धव जति पनि हुनुहुन्छ आफन्तजनलाई सधैँ श्री हरि श्री राधे भनेर नमस्कार गर्नुहुन्छ गुरुहरूलाई दक्षिणा दियो र त्यसैमा तिम्रो 12 वर्ष व्रत पूर्ण हुन्छ बुझ्यौ गुरुलाई खुट्टामा ढोक्नुपर्छ अरूलाई नमस्कार बाटामा हिँड्दा अङ्कल नमस्ते यो होइन हात जोडेर अथवा काका काकी नमस्कार बाहिरका मान्छे है आफ्नो घरको त ढोक्नुपर्छ सम्बन्ध राम्रो राखेर मिठो बोलेर संस्कार आफ्नो संस्कार अनुसार नमस्कार गर्नुपर्छ बुझ्यौ पहिले पनि ठुलो आफ्नो आमा बुवा हजुर हजुरआमा आफूभन्दा ठुला मान्नेजनसँग पहिले पनि ठुलो बन्धन गर्नु हुँदैन ठुलो बन्धनले बोल्नु गर्नु हुँदैन अरूले भनेको सुन्नुपर्छ सुनेर मनन गर्नुपर्छ चित्त नबुझे बरु साइड लाग्ने तर वचन नफर्काउने बुझ्यौ वचन कहिले फर्काउनु हुँदैन जे भने पनि यदि सही छ यसलाई शिरोधार्य गर्ने मान्ने यदि आफूलाई गलत लाग्छ भने साइड लाग्ने तर वचन नफर्काउने बुझ्यौ कमलको फूल झै तिम्रो कमलो मुहारो सानो सानो पाइला हिँडे ठुला ठुला आशा बोकेर जगतलाई उज्यालो पार्ने तिम्रो हँसाइ हृदयमा छापिने साँचो तिम्रो हेराइ तिम्रो खुसीमा नै मेरो खुसी आनी गाँसेछ
अङ्गाली बाँच्छ है नाच्छ है नानी डम्फुको तिमी तालैमा नाच्छ है पीर आए गमले नाच्छ सुख पाए खुसीले नाच्छ नाच्छ है नानी जिन्दगीलाई अङ्गाली बाँच्छ है नाच्छ है नानी डम्फुको तिमी तालैमा नाच्छ है पीर आए गमले नाच्छ सुख पाए खुसीले नाच्छ नाच्छ है नानी जिन्दगीलाई अङ्गाली बाँच्छ है नाच्छ है नानी डम्फुको तिमी तालैमा नाच्छ है पीर आए गमले नाच्छ सुख पाए खुसीले नाच्छ नाच्छ है नानी जिन्दगीलाई अङ्गाली बाँच्छ है नाच्छ है नानी डम्फुको तिमी तालैमा नाच्छ है पीर आए गमले नाच्छ सुख पाए खुसीले नाच्छ नाच्छ है नानी जिन्दगीलाई अङ्गाली बाँच्छ है नाच्छ है नानी डम्फुको तिमी तालैमा नाच्छ है पीर आए गमले नाच्छ सुख पाए खुसीले नाच्छ है यस्तो भयो भने चाहिँ मजा आउँछ नि त फोटो पनि आइदिइहाल्छ सबैको खिच्न पनि मजा मन्दिप ढाका खोल्नु नि भाइ ढाका खोल्न अनि यो त ढाका खोल्दैन होइन अब बेचराको अटेकै छैन बेचरा झारेको बोल्ने पनि पारि मन्जिल महेश ओली मन्दिरमा लाउनु पर्छ तिमीले त्यो अब खाएर सक्छ गइसक्यो बन्दिप यसको यहाँ लगाइदिने केटीका मामा 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 हेलो बटुको मामा अनि बलतिर बस्छ एउटा फोटो पनि होइन नराम्रो दाजुभाइ चाहिँ मनमा छ कि बिल कति यहाँ पर्छ 15 वर्ष को चिनो वीरको सन्तान शहीदको रगत लाहुरेको निशानी अब तिम्रो हातले लेख्नु छ जुगले भुलेको
हाम्रो कहानी वीरताको चिनो वीरको सन्तान शहीदको रगत लाहुरेको निशानी अब तिम्रो हातले लेख्नु छ जुगले फुलेको हाम्रो कहानी वीरताको चिनो वीरको सन्तान जन्म लियौ यो वीर पखेरामा रोज्नु छ भई तिमीले यो माटो उभिन खोज्ने कलिला खुट्टा खोज्नु छ भई तिमीले गोरेलो अब तिम्रो हातमा उडाउने छ नयाँ इतिहासको नौलो बिहानी वीरताको चिनो वीरको सन्तान झरना जस्तै चोखो रगत मागेर खोलाको बग्ने उमङ्ग लिएर पहाडको अटल विश्वास मागेर हिमाल झैने धार सिङ्गारी दिन्छु अब तिमीले यहाँ सजाउनु छ आफ्नै धरतीमा माटोको सिरानी वीरताको चिनो वीरको सन्तान गर्भमा सिक्यौ खुकुरी चलाउन पर्दैन सिक्न बारुद खेलाउन नेपाली हौ तिमी संसार जित्ने पर्दैन वनको काँडालाई तिखार्न अब खुकुरीसित कलम यो दिन्छु तिमीलाई मेरो निशानी वीरताको चिनो वीरको सन्तान शहीदको रगत लाहुरेको निशानी अब तिम्रो हातले लेख्नु छ जुगले फुलेको हाम्रो कहानी वीरताको चिनो वीरको सन्तान
अच्छा लेकिन लंदनको चिसोले समाउला अच्छा लेकिन लंदनको चिसोले समाउला अनि माया छेउमै बस्नु अनि माया छेउमै बस्नु अच्छा लेकिन हिउँ देखि म पनि रमाउला अच्छा लेकिन हिउँ देखि म पनि रमाउला अनि माया छेउमै बस्नु अनि माया छेउमै बस्नु जाई जुई चमेली फूल फुलेछ जाई जुई चमेली फूल फुलेछ गालाको खाल्टोमा दिल बसेछ गालाको खाल्टोमा दिल बसेछ